दर्शकविहीन अब विशाललाई हत्या गरेको आरोपमा अब राम के जेल जालन त। आउनुहोस् आजको यस भिडियोमा पूरा रूपमा छलफल गरौँ। कमलाको पेटमा कुकुरी लागिसकेपछि साथीहरू बिरजङ थापा र बिरजङ थापाको छोरा दुई बाउ छोरा त्यहाँबाट फरार भएका थिए। त्यसका भोलिपल्ट रामका गाउँलेहरू बिरजङ थापाको घरमा नारा लगाउँदै अपराधीलाई फाँसी दे, अन्यायमा परेकालाई न्याय दे भन्ने मूल नाराका साथ न्यायको माग गर्दै नारा लगाउँदै बिरजङ थापाको घरमा गएका थिए। त्यतिखेर चाहिँ बिरजङ थापाले गाउँलेहरूले र रामले भनेको माने जसरी चाहिँ त्यहाँबाट 3 दिनभित्र विशाललाई मेरो छोराले हत्या गरेकोमा कानुन अनुसार म कारबाही गर्छु भनेर भनेका थिए। त्यसै क्रममा चाहिँ विशाल चाहिँ त्यो घरबाट कहीँ पनि गएको थिएन, त्यही घरमै थियो र सोझा गाउँलेहरू खुसी हुँदै रामको घरमा आउँछन् र रामलाई भन्छन् कि तिम्रो जित भएको छ राम भाइ, अब तिम्रो अगाडि त्यो बिरजङ थापाले घुँडा टेकिसकेको छ र 3 दिनभित्रमा आफ्नो छोरालाई कानुन अनुसार कानुनको दायरामा ल्याएर कानुन कारबाही गर्नुपर्छ भनेर भनेको थियो। र रामले चाहिँ बिरजङ थापाको पुरै चालखेल पहिले नै थाहा पाइसकेका थिए। 3 दिनपछि चाहिँ साथीहरू विशाललाई चाहिँ बिरजङ थापाले पालिका अध्यक्षमा उठाउने घोषणा गरेको थियो। किनभने 3 दिनपछि उसले चाहिँ किन कानुनको दायरामा ल्याउँछु भनेको हो भने 3 दिनपछि साथीहरू विशाललाई चाहिँ 5 वर्षसम्म कसैले छुन पनि सक्दैन र कानुनमै त्यस्तो लेखेको छ भन्ने हो। र 3 दिनपछि त्यो पालिका अध्यक्षको टिकट पायो भने 5 वर्षसम्म साथीहरू विशाललाई चाहिँ कसैले पनि केही गर्न सक्दैन र त्यो कुरा भने रामले पहिले नै थाहा पाइसकेका थिए। उता भने रामका काका भने बिरजङ थापासँग भने 15 लाखमा बिकिसकेका थिए। आफ्नी छोरी पूजाको हत्यारा उनले थाहा पाउँदै पनि 15 लाख दिएपछि अब केही पनि बोल्दिन र रामलाई पनि आँधा थम्क्याउने कोसिस गर्छु भनेर बिरजङ थापासँग कुरा गरिरहेका थिए। त्यो सबै कुरा रामले थाहा पाइसकेपछि साथीहरू रामका बुबा पनि गाउँमा आइसकेका थिए। रामका बुबाले पनि भने कि म एकछिन गाउँमा नहुँदा त्यो बच्चाले यतिसम्मको गर्न भ्याइसक्यो भनेर आज गाली गर्दै रामका काका बिरजङ थापाको घरबाट रामको घरमा आइसकेपछि साथीहरू रामका काकालाई पनि रामको बुबा र रामले चाहिँ घरबाट निकालिसकेका छन्। त्यसै क्रममा रामका काकाले पनि मलाई जहाँसम्म लाग्छ रामलाई नै खाल्लोमा हाल्ने गरी नियम कानुनमा नारा जुस लगाउने छन् बिरजङ थापासँग मिलेर। उता बिरजङ थापा भने अब 3 दिनपछि चाहिँ विशाललाई कसैले केही गर्न सक्दैन भनेर ढुक्क भएका थिए र 3 दिनपछि गाउँलेहरूलाई चाहिँ गाउँलेहरूका अगाडि विशाललाई कानुनको दायरामा ल्याउँछु भनेर पनि भनेका थिए। तर 3 दिनपछि विशालले चाहिँ पालिका टिकटमा पाउने पनि ढुक्क गराइसकेका थिए। किनभने पालिकाको टिकट दिने व्यक्तिलाई चाहिँ 1 करोड पैसा दिएर विशाललाई जसरी भए पनि पालिका अध्यक्षमा उठाउने टिकट दिनुपर्छ भन्ने कुरा घोषणा भइसकेको थियो। त्यसै क्रममा विशालले भने कि फेरि पनि रमेशकी बहिनीलाई र दिपालाई भने साथीहरू विशालले किडन्याप गरेर पूजालाई चाहिँ हत्या गर्ने सोचिरहेका थिए किडन्याप गरेर। त्यो चालखेल भने मलाई जहाँसम्म लाग्छ रामले पनि थाहा पाइसकेका थिए। किनभने राम रमेशको घरमा गएका थिए, त्यतिखेर नै रमेशकी बहिनी पनि किडन्याप भएकी थिइन्। रमेशकी बहिनी पानी ल्याउन जाँदाखेरि साथीहरू रामले भने कि छिटो अत्तालिँदै रमेशकी बहिनीका पछि गएका थिए मलाई जहाँसम्म लाग्छ साथीहरू। त्यति नै खेर चाहिँ किडन्याप गरेको देखेर रमेशकी बहिनी र दिपालाई भने रामले बचाइसकेका छन् र विशाललाई चाहिँ हत्या गरिसकेका छन् साथीहरू। मलाई जहाँसम्म लाग्छ साथीहरू विशालको हत्या भइसकेको छ। विशालले कमला र पूजाको बदला लिइसकेका छन् र 3 दिनपछि अब बिरजङ थापाले सोचेको जस्तो पनि हुनेवाला छैन। मलाई जहाँसम्म लाग्छ साथीहरू कानुनले चाहिँ ठुलो सानो मान्छे त भन्दैन साथीहरू, तै पनि रामलाई चाहिँ अरूको जस्तो कानुनको दायरामा ल्याउन अलिक गाह्रै पर्छ। किनभने विशालले धेरैको हत्या गरिसकेका छन् र त्यहाँ पनि हत्या गर्ने प्रयासमै थिए। त्यतिखेर नै रामले विशालको हत्या गरेका हुन्। त्यसै कारण रामलाई त्यत्तिकै जेल जाने मलाई लागिरहेको छैन। मलाई जहाँसम्म लाग्छ राम भने जेल जाँदैनन्। अब आउने एपिसोड भने एकदम इन्ट्रेस्टिङ हुनेवाला छ साथीहरू, नछुटाइकन हेर्नु होला है त।